बाटो भरिको हाइवे बनाउनु सबैजना टिकिरहेछौँ, त्यहाँ काम गरिरहेछौँ, यही मात्रै नटिक्ने भन्ने हुन्छ होइन सर त्यो त किन हो टाइममा केही पनि गर्नुहुन्छ कि त्यही भएर मान्छे नटिकेको यो बाटोभरि मैले सबै काम गरेर देखिरहेको छु, सबैजना काम गरिरहेको छु, टिकिरहेको छ। हाम्रो यो फ्याक्ट कुरा गरेँ, सत्य कुरा चाहिँ मैले भन्छु मेरो एक्सपिरियन्स त्यसैखेरि आज के यो कन्स्ट्रक्सन चाहिँ एकदम लेजी छ। पहिला मैले दुईचोटि म पनि आएर सबै भेटेर पटक पटक आएको थियो। तपाईँहरूको काम चाहिँ यस्तो पाराले देश कहिले बनिरहेको एउटा बिल्डिङ बनाउन तपाईँले 8 वर्ष तपाईँ आफैले भन्नु तपाईँको कन्स्ट्रक्सन एकदम लेजी छ, एकदम स्लो छ। हामीले बुझेको छ, हामीले हेरिरहेको छौँ, हामीले प्रत्यक्ष हेरिरहेको छौँ तपाईँहरूको काम गराइ नै भयो। समयको पहिला अब म्याथ उहाँहरू त म्याथ थप 7-8 दिन गरिरहन्छ, म्याथ थपे गर्दा चाहिँ जरुरतको कुरा मिल्छ। त्यस्तो नभन्नुहोस् होइन हजुर होइन हामीले देखेको नि त हाम्रो ठाउँको समस्या हो। हामीले के गर्नु सक्छौँ भन्नुहोस् त होइन हामीले तपाईँहरूलाई सबै नयाँ आउनु भएको रहेछ आफ्नो समाज अब कुरा चाहिँ के भन्दाखेरि तपाईँको समय दिएको हुन्छ नि ठेकाको लागि। हो यस अब 8-8 वर्षसम्म त काम नहुनु भनेको त त्यो त अचम्मै कुरा हुन्छ। त्यो पनि हो, हजुरले भन्नुभएको कुरा पनि सही हो होइन, तर हामीले एउटा कुरा पनि विचार गर्नुपर्छ हजुरले पनि है, मेरो रिक्वेस्ट अब कति वर्षदेखि अझ बुझ्दै 15 वर्ष लाग्ने त्यस्तो लानु हुँदैन। म आइएम डुइङ माई बेस्ट, मैले गरिरहेको होइन, म हजुरलाई पनि भनिरहेको छु, हजुरहरूलाई पनि होइन, म यो 4 जना मान्छे कहिले काम हुन्छ मान्छे टिक्दैन सर। त्यो बाटोको मान्छे टिक्ने तपाईँको मान्छे नटिक्ने भने तपाईँमा कमजोरी होला नि त। यो छैन सर, हामीले पैसा पनि दिएको छ, केमा कमजोरी भयो त बस्नै मान्दैन सर। त्यसै त काम सरकार पक्ष कमजोर छ भने उहाँले भन्नुहुन्छ बस्नु पर्यो, ब्ल्याकलिस्टमा बस्नु पर्यो होइन, हामी काम गर्नु सक्दैनौँ भनेर भन्नु पर्यो। जसले काम गर्नु सक्छ उहाँले आएर हामी गर्छौँ, ठेका पनि नतोड्ने हामीले मान्छे लिइरहेको छ त्यसो त भएन नि त। वर्ष अगाडि हाइड्रोबाट यत्रो भनिसक्यो मान्छे टिकेको छैन त तपाईँ हामी बुझिरहेको छु नि। तपाईँको 10 वर्ष कति वर्ष भइसक्यो यहाँ 2 जना मान्छे चढाएर जहाँ कहिले भन्छ नि ल मलाई अलिकति म नयाँ हो, मलाई समय दिनुहोस् है। सरकार पैसामा केही पैसा आएको छ भने उहाँ सरकारले हेर्नुहुन्छ। मलाई पनि चान्स दिनुहोस् होइन, मलाई पनि चान्स दिनुहोस्, म पनि नयाँ हो नि। युवराज कतिवटा अर्थमन्त्री हुँदाखेरि यो शिलान्यास गर्यो। मलाई पनि चान्स दिनुहोस् न, मैले चाहिँ काम भएको एकपल्ट म ट्राई गरौँ न, सकेन म जाउँला। 2 जना मान्छे झुनाएर चाहिँ कहिले सक्छ यत्रो बिल्डिङ कस्तो चान्सै छैन नि तपाईँको। सरकार बच्चाले पैसा दिएछ भने सरकारले भन्नु पर्यो। हाम्रो सांसद एकचोटि यहाँ कुरो उठाएको छ, स्थानीय सरकारले उठाएको पैसा नदिएर भएको एकदिन काम गरेर यत्रो कन्स्ट्रक्सन यत्रो टनेल खनिसो हेर्नु त कति किलोमिटर टनेल खनिसो आज ठिक्दैन। केही चिजले गर्दाखेरि यहाँको स्थानीय यहाँबाट 25 किलोमिटर चाहिँ जाँदाखेरि 500 रुपियाँ 1000 रुपियाँ 1200 अहिले 1200 लगभग अहिले यहाँ 1400 पर्छ। 25 किलोमिटरमा 1500 रुपियाँ तिरेर चाहिँ स्थानीय हिँड्नु परिरहेको छ होइन। यो सिड्युलले रोके हो, अरू केही पनि होइन। यो दुई देशको सहमति अनुसार 25 किलोमिटर वरपर चाहिँ स्थानीय लोकलको सवारी साधन मान्छे आवत जावत गर्ने सम्झाउँदै छ कि मेरो विचारमा छ। यो हजुरले तपाईँ आएको बेलामा त्यो चाहिँ हेरिदिनु पऱ्यो। के भने म कोसिस गर्छु, म कोसिस गर्छु। कोसिस गर्नु यहाँ त कोसिस भन्दैन, यहाँ चान्सै छैन अहिले त। मान्छे आउन टिक्दैन सर। ठिक छ त्यसो छोडेर जानु तपाईँहरू, ब्ल्याकलिस्टमा कम्पनी भइहाल्छ त्यस्तो भन्नु भएन नि सर। भने त्यस्तो त कसरी नभन्ने त नि, हाम्रो काम पनि नगरिदिने अनि त्यसपछि उता सर ट्राई गरिरहेछ सर। अब हजुरले पनि मेरो ठाउँमा बसेर पनि सोचिदिनुहोस् होइन, इफ मतलब हामीले गरिरहेछौँ होइन, गर्दा पनि मान्छे नि आज यस्तो मान्छे छ होइन, भोलि बिहानै भाग्छौँ के गर्ने, ऊ चोरेर भएको होइन। त्यसो त काम भयो, त्यस्तो डरले त काम गर्नु ठेका हान्नु भएन नि त। त्यसो भए त होइन यो प्लेसको यो ठाउँको स्थिति हेरेर हजुरलाई मैले एक्सप्लेन गर्नु खोजेको। यहाँ सुन्नु सर, यो ठाउँको नभन्नु, यो ठाउँ अन्तर्राष्ट्रिय नागा हो। यहाँ अरू ठाउँको मान्छे बसाइसकेर आउँछ,
यहाँ मान्छे नहुने मान्छे बढी छ हजुरलाई मैले के भन्नु खोजेको भने नि तपाईँलाई कति मान्छे चाहियो म पठाइदिन्छु ल मेरो घरमा। लु, पठाइदिनुहोस् ल। हाइड्रो उत्पादन गरिसक्यो तपाईँको यत्रो त्यत्रो हाइड्रो पावर त लु, हजुरले मान्छे पठाइदिनुहोस्, हजुरको रेट दिनुहोस्, म काममा लाउँछु, हजुरलाई म पैसा दिलाउँछु। मन्त्री साहबको अगाडि कुरा गरेर मेरो परमिस ल, मेरो परमिस ल, त्यो चाहिँ तपाईँलाई के मान्छे चाहियो प्लास्टर गर्ने, ढलान गर्ने सही छ। एउटा कुरा हजुरलाई भन्नु म, त्यो अब के भन्छ नि, एउटा कुरा के हुन्छ भने मतलब हामीले सोच्छौँ नि त्यहाँ गयो भने बिरामी हुन्छ मान्छे सर, त्यो बिल्डिङमा गयो भने बिरामी हुन्छ 100%। त्यस्तो बिल्डिङ हो त्यो, त्यस्तो ठाउँ हो त्यो। होइन त्यो छ भने जस्तो त्यो घरमा छ भने जस्तो हो मैले फ्याक्ट भनेको सत्य कुरा भनेको यस्तो भयो हजुरले अहिलेको सिचुएसन एक्सप्लेन गर्नुभयो, तर योभन्दा अगाडि 8 वर्ष लाग्नुको कारण चाहिँ तपाईँले पनि सुन्नुहोस् न, हजुरले पनि बुझिदिनु पर्यो। हजुर अब यहाँ मतलब राम्रो मान्छेहरू हुनुहुन्छ तपाईँहरू होइन, हजुरले पनि हाम्रो प्रब्लम पनि बुझिदिनु पर्यो। जस्तो हजुरले मान्छे छैन मैले हजुर अहिले मन्त्रीज्यूको अगाडि हुनुहुन्छ, त्यो सबै चिज तपाईँले नराम्रो भोग्ने भन्ने कुरा होइन, योभन्दा अगाडिको पनि थाहा हुनु पऱ्यो नि। मान्छे नेपालमा मान्छे छैन सबै विदेश गइसक्यो। भगवान्